आज हामी क्रिस्चियनहरूको एउटा एकदमै महत्त्वपूर्ण विधि प्रभु भोजको रहस्यबारे कुरा गर्दैछौँ। बाहिरबाट हेर्दा त यो केवल रोटी र दाखरसको एउटा सामान्य विधि जस्तो देखिन्छ, तर अचम्मको कुरा के छ भने यसको वास्तविक अर्थ के हो भन्ने विषयमा शताब्दीौँदेखि गम्भीर बहस चल्दै आएको छ। ल अब यसमा अलिकति गहिरिएर सोचौँ। एकातिर यो साधारण रोटी र दाखरस हो, तर अर्कोतिर यसमा अत्यन्तै गहिरो अर्थ लुकेको मानिन्छ। यही साधारण चिज र यसको गहिरो अर्थ बीचको तनावले नै यसलाई यति रोचक बनाउँछ। आखिर यसको वास्तविक अर्थ के हो त? आजको हाम्रो यात्रा कस्तो हुनेछ भने हामी पहिला यसको ऐतिहासिक जरा कहाँ छ भनेर हेर्नेछौँ, त्यसपछि यसको गहिरो अर्थ के हो भनेर बुझ्नेछौँ र अन्त्यमा आजका चुनौतीहरूसम्म आइपुग्नेछौँ। कुनै पनि कुरालाई राम्ररी बुझ्न त्यसको सुरुवात कहाँबाट भयो भनेर हेर्नुपर्छ, होइन र? ल त्यसो भए यो कथाको सुरुमा जाउँ, जुन लगभग 2000 वर्ष पुरानो छ। प्रभु भोजको कथा येशूको मृत्यु हुनुभन्दा ठिक अघिल्लो रात सुरु हुन्छ। त्यो रात उहाँले आफ्ना चेलाहरूसँग अन्तिम पटक सँगै बसेर खाना खानुभयो। त्यो साँझ कुनै सामान्य साँझ थिएन। त्यही साँझले एउटा यस्तो परम्पराको जग बसाल्यो जुन आजसम्म पनि चलिरहेको छ। अब यहाँ एउटा एकदमै रोचक कुरा छ। येशूले यो नयाँ भोजनको सुरुवात गर्नुभएको थियो यहुदीहरूको पुरानो निस्तार चाडको पृष्ठभूमिमा। त्यो चाड चाहिँ मिश्रको दासत्वबाट भएको भौतिक मुक्तिको सम्झना थियो। तर येशूले त्यही पुरानो परम्परालाई लिनु भएर एउटा बिल्कुलै नयाँ अर्थ दिनुभयो। अब यो पापबाट हुने आत्मिक मुक्तिको सम्झना बन्यो। जहाँ पहिले थुमाको रगतले सुरक्षा दिन्थ्यो, अब येशूले आफ्नो रगतलाई नै सुरक्षाको नयाँ प्रतीक बनाउनुभयो। अर्को अचम्मको कुरा के छ भने सुरुका क्रिस्चियनहरूको प्रभु भोज आज हामीले सोचे जस्तो थिएन। यो कुनै छोटो विधि नभएर त्यस बेलाका रोमी भोजहरू जस्तै सबैजना सँगै बसेर खाने पूरा भोजन थियो। तर यहाँ एउटा क्रान्तिकारी भिन्नता थियो। रोमी भोजहरूले समाजमा को ठूलो को सानो भनेर छुट्याउँथ्यो भने क्रिस्चियनहरूले चाहिँ यसलाई सबै बराबर छन् भन्ने सन्देश दिने माध्यम बनाए। यो त त्यस बेलाको सामाजिक संरचनामाथिको एउटा सिरा चुनौती नै थियो। ल अहिलेसम्म हामीले यो भोजन के थियो र कसरी गरिन्थ्यो भनेर हेर्यौँ। अब सबैभन्दा गहिरो प्रश्नमा जाउँ। किन? यो प्रश्नले हामीलाई यसको वास्तविक धार्मिक अर्थतर्फ लैजान्छ। महान धर्मशास्त्री अगस्टिनको यो भनाइले त दिमाग नै घुमाइदिन्छ, होइन? उहाँले भन्न खोज्नु भएको के हो भने यो भोजनमा केही रूपान्तरणकारी, केही परिवर्तन गर्ने शक्ति छ। यो केवल खानेकुरा होइन, बरु यसले खाने व्यक्तिलाई नै भित्रैदेखि परिवर्तन गर्दछ। यहाँ एउटा महत्त्वपूर्ण अवधारणा आउँछ जसलाई आत्मिक उपस्थिति भनिन्छ। धर्मसुधारक जोन क्याल्भिनका अनुसार ख्रिस्ट रोटी र दाखरसमा साँच्चै उपस्थित हुनुहुन्छ, तर त्यो उपस्थिति भौतिक होइन, आत्मिक हो। भनेपछि यो केवल सम्झना मात्र पनि होइन र शाब्दिक रूपमा शरीर खानु पनि होइन। यो दुईको बीचको एउटा गहिरो सत्य हो। यसलाई यसरी बुझौँ न, रोटी र दाखरस विवाहको औँठी जस्तै हो। औँठी केवल सुनको एउटा टुक्रा मात्र होइन, यसले विवाहको वाचालाई साँच्चै प्रतिनिधित्व गर्छ र त्यसलाई हामी सामु प्रस्तुत गर्छ। ठीक त्यसै गरी प्रभु भोजका यी तत्त्वहरू केवल सम्झना दिलाउने माध्यम मात्र होइनन्, बरु तिनीहरूले ख्रिस्टसँगको आत्मिक एकताको वास्तविकतालाई नै प्रस्तुत गर्दछन्। ल अब हामी यो विश्लेषणको एउटा दृश्यात्मक भागमा प्रवेश गर्दैछौँ। यहाँ हामी परमेश्वर र मानवता बीचको एउटा गतिशील सम्बन्धलाई हेर्नेछौँ जसले प्रभु भोजको गहिराईलाई बुझ्न अझ धेरै मद्दत गर्छ। यो चित्रले एउटा आधारभूत चक्रलाई देखाउँछ। हेर्नुस् त, पहिलो चालमा परमेश्वर येशूको रूपमा मानवतासम्म तल आउनुहुन्छ। यो तलतिरको चाल भयो। अनि त्यसपछि येशूको स्वर्गारोहणमा उहाँले मानव स्वभावलाई आफूसँगै परमेश्वरको उपस्थितिमा माथि लैजानुहुन्छ। यो भयो माथितिरको चाल। अब यो दोस्रो चित्रले त्यही कुरालाई अझ स्पष्ट पार्छ। धर्मशास्त्र अर्थात् बाइबल परमेश्वरको वचन हो जुन हामी कहाँ तल आउँछ, ठिक अवतार जस्तै। अनि प्रभु भोज वा सैक्रामेन्ट त्यो माध्यम हो जसद्वारा विश्वासीहरू आत्मिक रूपमा ख्रिस्टसम्म माथि उठाइन्छन्, ठिक स्वर्गारोहण जस्तै। कस्तो सुन्दर समानान्तर सम्बन्ध, होइन? भनेपछि मुख्य कुरा के रहेछ भने यो धर्मशास्त्र अनुसार ख्रिस्ट रोटी र दाखरसमा तल आउनुहुन्न, बरु पवित्र आत्माको शक्तिले हामीलाई आत्मिक रूपमा उहाँ भएको ठाउँ अर्थात् स्वर्गमा उचाल्दछ। यो तलतिर होइन, माथितिरको एउटा आत्मिक यात्रा हो।
ल, यत्रो गहिरो धर्मशास्त्रको कुरा गर्यौं, तर यसले समुदायको व्यावहारिक दैनिक जीवनमा चाहिँ के अर्थ राख्छ त? किनभने यो केवल व्यक्तिगत अनुभव मात्र होइन। धर्मशास्त्रले प्रभु भोजमा भाग लिनुअघि आत्मपरीक्षण गर्न सिकाउँछ। प्रेरित पावलले के चेतावनी दिनुभयो भने यदि समुदायभित्र फाटो छ, सम्बन्धहरू टुटेका छन् भने एकताको प्रतीक मानिने यो भोजन लिनु पाखण्डपूर्ण हुन्छ। त्यसैले यो जाँच आफ्नो व्यक्तिगत पापको मात्र होइन, समुदायसँगको हाम्रो सम्बन्धको पनि हो। अब मण्डलीको अनुशासन भन्ने शब्द सुन्ने बित्तिकै अलिक कडा सजाय जस्तो लाग्न सक्छ, तर यसको वास्तविक अर्थ सजाय दिनु होइन। यो त समुदायको आत्मिक स्वास्थ्यलाई निको पार्ने र कायम राख्ने एउटा प्रक्रिया हो, जुन प्रभु भोजसँग सिधै जोडिएको छ। यसको लक्ष्य कसैलाई हटाउनु होइन, बरु मेलमिलापमा फर्काएर ल्याउनु हो। ल, अब अन्तिम खण्डमा हामी यी पुराना गहिरा विचारहरूलाई एकदमै आधुनिक समस्या महामारीको अगाडि राखेर परीक्षण गरौँ। के यी सिद्धान्तहरू आज पनि उत्तिकै सान्दर्भिक छन् त? महामारीको समयमा जब मानिसहरू भेला हुन सकेनन्, धेरै मण्डलीहरूले अनलाइन प्रभुभोज मनाउन थाले। त्यसो गर्दा उनीहरूले यी 4 कुराहरूलाई आधार बनाए। उनीहरूले स्वीकारे कि यो सामान्य वा आदर्श अवस्था त होइन, तर आत्मिक उपस्थितिको अवधारणाले गर्दा यो सम्भव छ। किनभने महत्त्वपूर्ण कुरा रोटी र दाखरसको भौतिकता होइन, तर आत्मिक एकता हो। यसको लागि उनीहरूले धार्मिक आधार पनि भेटाए। प्रेरित पावलले एकपटक आफू शारीरिक रूपमा टाढा भए पनि एउटा मण्डलीसँग आफूलाई आत्मिक रूपमा उपस्थित भएको कुरा गरेका थिए। यही सिद्धान्तलाई आधार मानेर मण्डलीहरूले तर्क गरे कि प्रविधिले भौतिक दूरीलाई पार गरेर आत्मिक एकता कायम राख्न मद्दत गर्न सक्छ। अन्तमा हामी के भन्न सक्छौँ भने यो सरल देखिने कार्य वास्तवमा धेरै गहिरो र बहुआयामिक छ। यो विगतको सम्झना हो, वर्तमानको लागि आत्मिक पोषण हो, समुदायसँगको एकता हो र भविष्यमा परमेश्वरको उपस्थितिमा पुग्ने आशाको एक सुन्दर झलक पनि हो। र अब यो 2000 वर्ष पुरानो बहसले आज हामीलाई जो यो डिजिटल अवतार र भर्चुअल बैठकको युगमा बाँचिरहेका छौँ, एउटा गम्भीर प्रश्न सोध्छ। वास्तवमा कुनै समुदाय आत्मिक रूपमा सँगै उपस्थित हुनुको अर्थ के हो? यो एउटा यस्तो प्रश्न हो जसले हामीलाई सोच्न बाध्य बनाउँछ।